गाइस हामी चाहिँ आज गोर्खा जाँदैछु है। आज चाहिँ हामी गोर्खा मन्दिर जाँदैछु। यहाँ एउटा मन्दिरको लागि स्पेसल प्रसाद पनि लिएर आएको छु। ल अहिले चाहिँ हामी बाटो घरबाट निस्किएको भनौँ न, घरबाट निस्किएको अहिले चाहिँ जाँदैछु। ल उता किनौँ ल है त साथीहरू, भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला। अहिले चाहिँ हामी यात्रामा छु र अहिले चाहिँ हामी घरबाट निक्लेर आधी बाटोमा आउँदैछौँ। अब गोर्खा कालिकाको यात्रा आज हाम्रो, हेरौँ कस्तो हुन्छ गोर्खा कालिका दर्शन हाम्रो। साथीहरू अहिले चाहिँ गाडीबाट भर्खर ओर्ल्याएको है। अहिले चाहिँ गोर्खा बजार ल बाबु अङ्गुर खाने बाबु। ल हामी चाहिँ गोर्खा बजार आइपुग्यो है। अहिले चाहिँ गोर्खा बजार यो एरिन्ज बाबु यता हेर त के लिएर आयो त एरिन्ज बाबुले? अङ्गुर। ल ठिक छ, खाऊ खाऊ खाऊ। तिमी मात्रै खाने, मोमो खानु? हामी अहिले खाने होइन नि। ल हामी चाहिँ अहिले मन्दिर जाँदैछु, मन्दिरको यात्रा। ल हामी चाहिँ साथीहरू अब यहाँ भर्खर गाडीबाट झरेको एरेन्ज ब्रोलाई। ल ल ल हामी चाहिँ यहाँ सामान लिँदैछ है, पूजाको सामान यहाँनिर हाम्रो दिदी बहिनीहरू चाहिँ। ल हामी चाहिँ यहाँनिर सामान लिँदैछु है साथीहरू। ल बाबुले नि लिया हो। ल आउनुहोस् 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 आउनुहोस्। ल जानु। शान्ति हुनु, कान्छग्र शान्ति हुनु, जे मनले चितायो सैको लक्ष्मीले रास गरौँ, सुखा सन्तोष आनन्द रहन् धरती जय जय हुन्, शान्ति रहन्, हिँड्दा ठेसिन लागुन्, निउरिँदा ठेसिन झरुन्, चारै ढोका खुला हुन्, सबैले मान्ने बुझ्ने हुन्, जहाँ गएर यात्रा सफल हुन्, सङ्कट मङ्गल पिँगाली राहु केतु भ्रमरी भरिपूर्ण हुन्, ग्रह